ल सबैजनालाई वेलकम टु माई ब्लग न्यू डे न्यू ब्लग ओहो घाम त के साह्रो चर्को हो छ्या यस्तो घाम हुन्छ भने चाहिँ मैले सोचेकै थिएन यो त लास्टै घाम चर्को पो रहेछ आज एकछिन साथीकोमा जाउँ त्यसको पसलमा मलाई पनि अल्छी लाएर आइरहेको थियो एकछिन टाइम पास पनि हुन्छ के गर्नु घरमा बसेर बसेर म त पाक्छ तर लास्टै गर्नु रहेछ लास्टै छिरुम यो बस कहिले आउँछ कहिले छिर्छ छिर्दैन थाहा हुँदैन आनन्दले जाउँ अहिले त डिजिएमआईको माइक पनि युज गर्दैछु म होइन कतिको स्वर कसरी आउँछ हेरौँ हामी पनि हामी यताबाट डल्लुबाट जाने हो बजार होटेल हुँदै होला अब यसरी माइकै राखिसकेपछि ट्याक्क यसरी भाइजल लाएर बाइक चलाउँ अब त्यो म्याग्नेटिकबाट त्यो छातीमा अर्काएर भिडियो अस्ति गर्दाखेरि ठुलो स्वरले बोल्नु पर्ने बाटोमा हिँडिरहेको मान्छेले धरि हेर्ने कहाँ बरु अब यसरी ट्याक्क फुल हेलमेट लगाएर भाइजर ड्याममा बन्द गरिदिएपछि त मैले के बोले केही नबोले कसैलाई के पनि हुँदैन मलाई पनि अप्ठ्यारो पनि भएन बन्द भइसकेपछि त अब यो माइकको चाहिँ कतिखेर कस्तो आवाज आउँछ हेरौँ भाइजर झ्याप्पै लगाइरहेको छु मैले हेलमेटको माइक चाहिँ यहाँ ठ्याक्क यसमा अर्काएर राखिरहेको छु तर यहाँभित्रको स्वर चाहिँ आउनु पर्यो भाइजर लगाएर पनि गतिलो अनुसारले नै ल डल्लु चोकबाट यहाँबाट जानु पर्यो जमजम तर घाम त लास्टै चर्को रहेछ हौ लास्टै न यो स्लिप लाएर आएछ स्लिप लाएर नआयो त बर्बादै हुन्छ टैट त्यो पनि अहिले भयो ल 3 बजेको घाम यस्तो बिना चर्केको छ आम्मामा 11-12 बजेको झन् घाम कति चर्किने होला ओ माई गड हाम्रै ठाउँमा यस्तो गर्मी छ भनेपछि काठमाडौँमा त अब त्यो बिरगञ्ज सिरगञ्ज इन्डियातिर त कस्तो बिना चर्किने होला हौ घाम फेरि सबैभन्दा गर्मी हुने यही वर्ष समथिङ के पो भनिरहेको थियो त होइन भन्नुलाई पनि तर केही छैन यहाँ सिधा चाहिँ आशिष भाइको घर हो है यो चाहिँ पसलमा त कोही छैन भन्दै थियो अहिले मलाई हुन त कोही पनि छैन जस्तो नै लाग्यो एक्लै नै बसिरहेको जस्तो लाग्यो हो एक्लै बसिरहेको कहाँ अल्छी लाग्छ पसलमा एक्लै बस्नुलाई पनि दिमाग खराब हुन्छ दिमाग गाह्रो छ नि पसल खोलेर बस्नुलाई ठ्याक्क 3 बज्यो 3 यस्तो गर्मी हो छ्या दिमागै पङ्चर हुने गर्मी पो छ त के गर्नु के गरेर बसिरहेको छ जस्तो के गर त एक्लै मै खाएर बस्ने आए के गर्दै बसिरहेको छ एक्लै त्यही भएर घाम त लास्टै नै घाम रहेछ ल पसल पिहाल्यो अब एकछिन बसेर निस्क्यौँ ल अब पसलबाट पनि निस्क्यौँ ल बाई बाई अब पसलबाट निस्केर क्याफे जाम
क्याफे गएर चिसो चिसो यस्तो खाऊँ। त्यसपछि फेरि भोटेबाल जानुपर्छ आज। भोटेबाल चाहिँ कहिले जाने हो फिक्स चाहिँ त्यहाँबाट निस्किने बित्तिकै जाउँ ल। त्यति केही छैन। जाने त यहीँबाट अस्तिको क्याफे जाने भन्ने थियो त्यसले। अस्तिकै क्याफे जानु पर्यो। त्यो अगाडि छ यहाँबाट जानु पर्यो। आज कहाँबाट आशिष भाइ पनि छ है मेरो पछाडि चाहिँ ऐनाबाट देख्ला है। तँलाई पनि वेलकम छ मेरो भ्लगमा। आज कहाँबाट भेट्यो। साइक पनि किनि नै हाल्यो। नोइज क्यान्सलेसन पनि बन्द भन्ने नै भयो। अब यसँग क्याफेमा गएर एकछिन बसौँ। त्यस्तै हो घर नछिरिकन जाउँ भन्ने कुरा भयो। क्याफे पनि पुगिहाल्यो। हातमा त पहिला वाइले आउँथ्यो नि। आसे ल के हो बाइक राख्नलाई त ठाउँै छैन त। ठाउँ भएन भने त यसरी माथि हालिदिने हो नि त फेरि। पसल खुल्ला भएको भए चाहिँ हाल्दै पनि हुँदैन थियो। यहाँ जे छ त्यही खा। ल भन्दै चुरो छ ल यस्तै हो। आज चाहिँ हेलमेटमा राखेरै हालिदिएको होइन। अब यहाँ क्याफेबाट निस्केपछि भोटेबाल जाँदाखेरि चाहिँ खिचौँला है त। टाटा बाई बाई अहिलेको लागि। ल केटा किन्यो म यहाँबाट गइदिन्छु होइन। ल यहाँबाट पनि निस्क्यौँ। यहाँबाट एकछिन भोटेबाल जाउँ। ओइ मेरो ब्याग किन लिएर आइज त तपाईँ। जिन्दगी बर्बाद पो हुन्थ्यो त यार। ब्यागै बिर्सेको भने यहाँ नि हो भने यस्तो बिर्सिने बानी त खत्तम हुन्छ नि हो। खत्तम धन्न त सबै याद आएर त। धन्यवाद। साला यत्रो ब्याग बिर्सिने भने नि हुन्छ भनेको। छ्या के भयो मेरो दिमाग। के भएको यस्तो हुनु भएन नि। ल तिनीहरू त्यहाँबाट गयो। म चाहिँ यहाँ छाउनीबाट तल जानु पर्यो। के गर्नु। अब यहाँबाट भोटेबाल जानु पर्यो। भोटेबाल गएर एकछिन बसेर अनि चाहिँ घर फर्किन पर्यो। अरू त के हुने हो। त्यहाँ गएर एकछिन पनि एकछिन बस्नु पर्ला जस्तो छ मामा घरमा। पहिला आफ्नो काम सकौँ। अरू भने त त्यस्तै नै हो। म त मला बोलाएको जस्तो बोलाइरा। यहाँबाट चाहिँ लेखेर जाने हो। यहाँबाट चाहिँ सिधा जानुपर्छ भोटेबाल जाने। यहाँबाट त दिइहाल्यो मास्टरले। यत्रो बाटो जानु त छ त। बोला अड्केर बसेर त भएन नि। मासाला ठ्याक्कै अर्काइदियो रहेछ। पठाउनु त पठाएले जानुपर्छ हामी सिधा।
यो चाहिँ हाम्रो लन्डन ब्रिज हो लन्डन ब्रिज लन्डन ल यताबाट लेफ्ट ओए हेरौँ बाटो हो हेरेर बाटो काटौँ होला यति गाह्रो महाने मैले $500 ट्याउ गाह्रो चाहिँ गर्नु रहेछ ल के हो यसको त नम्बर प्लेट झरिरहेको रहेछ त याद भयो कि याद भएर पनि पेस नपाएर अर्काएर हो आसे छिरौँ यहाँ अब यताको बाटो बनाएको छ कि छैन हिजोदेखि बन्दैछ बाटो पनि लस यतैबाट गइदिन्छु फेरि के बाटो बन्द होइन फेरि फर्केर यहीँबाट छिराइदिन्छु म अहिले त 80 रुपियाँ मोमो पाउने चाहिँ यही हो कहाँबाट आएको छिरौँ आसे हाल पुग्यो एकपट्टि बाल जम यो गल्लीबाट पनि ठ्याक्कै त्यहाँ माथि निस्किन्छ ल है आँप खाने बेला हो आँप आँपको त यहाँ सेल भइरहेछ त यहाँबाट हामी यता गएपछि ठ्याक्कै पुग्छ त्यसलाई पनि लुखुल हिँड्दै हाँस्दै आइरहेछ त्यो त त्यसो साथी वेलकम टु माई ब्लग ल के अरे ए म त्यही निशल्कमा बसिरहेको थिएँ आशिष भाइ पनि भेटिरहेको थियो आशिष भाइको घरको अलिकति माथि हो कि आशिष भाइको घर भएन त्यसको सिधा अलिकति माथि ए त्यही हो यहाँबाट चाहिँ घरै लाग्नुपर्छ अब मैले चाहिँ सोचिसकेँ बाहिर निस्के पनि जे गरे पनि भिडियो चाहिँ म खिचेर जान्छु जहाँ गए पनि ड्याममा लगाएर खिचिदिन्छु म ल निस्केँ ल भोलि भेटौँ ल यहीँबाट घुमेर जाउँ भिनाजु चाहिँ यता छ कि छैन आज नानीलाई ट्युसन पुऱ्याउनुलाई यता आउनुपर्ने हो हुनुपर्ने हो ए रहेछ म त छैन जस्तो लागिरहेको थियो अनि यहाँबाट सट्टा हेर्दा बाइक चाहिँ देखाएको थिएन नि त त्यो भएर छैन भोटेपालबाट निस्क्यौँ यहाँबाट निस्केर चाहिँ सिधै घर जानु पर्यो को ए अन्त खोल्ला है बाई गऱ्यो भने
यता निस्क्यौँ मलाई चाहिँ स्पेनको एउटा जर्सी किन्छु भनेर बसिरहेको अब आज यस्तो चाहिँ हो भोलि पनि पर्सि भए पनि एउटा चाहिँ स्पेनको जर्सी एउटा लिन्छु यहाँ भान्जीलाई चाहिँ नेमारको चाहियो नेमार मामा गर्दै थियो अब भोलि भयो नि पर्सि भए पनि किन्न जानु पर्यो यहीँनिरै रहेछ है तर ओ मैडम जी ओए गन जर्सी भोलि साँच्चै किन्दैनौ आज मामा बाहिर गएर आएको भोलि किने नि पर्सि भइहाल्यो नि अनि मामा भर्खर आएको भएर भने उनीहरू पनि के साथी सबै सेम लगाउने दिमाग खराब या त लाग्छ चिक्क जस्तो भने जर्सी हुन्छ नि त्यसलाई चाहिँ फेरि टी सर्टवाला मन पऱ्यो उसको साइजहरूले त्यही लगाउने रे त्यो वर्ल्ड कप आउँदाखेरि त त्यो टी सर्टमा प्रिन्ट गरेर लाएर के काम जर्सी नै किन्यो ट्यागको लगाएर होइन त के हो वहाँबाटै जाम छ कि क्या आवाज त ओ माई गड यहाँ चाहिँ पुरा बाजा सिकाएर हो यता चाहिँ टुङ गर्दै फोन गरेर ल्याएछ आशिष भाइले अघि लाउँछ भन्दै थियो कुरा गर्दा बिर्सिरहेको कसको पर्खेको माछालाई यस्तो पो पर्खेको रहेछ त म त माछालाई कसको पर्ख्यो भने साँच्चै जानु थाल्ने जानु ल नाजहरू यताबाट उता गयो होला म चाहिँ सिधै जानु गइदिनु पऱ्यो यहाँबाट त यत्रो जाम छ यताबाट त जाँदिनँ म लास्टै नै जाम रहेछ त्यहाँको ल नाजहरू त्यहाँबाट गयो होला केही छैन ओइ 7:30 भइसक्यो कति चाँडो अन्ध्यारो भइसक्यो बिस्तारै बाइक चलाएर आसे अबदेखि चाहिँ जहाँ गए पनि मोटो ब्लग टाइपमा हानिदिने हो यसलाई सकेसम्ममा खतरा युटिलाइज गर्नु पऱ्यो बरु ऱ्यान्डमली जहाँ गए पनि होइन जहाँ त्यस्तो भए पनि तर एउटा त आफ्नो प्रोटेक्सन लागे जस्तो पनि हुन्छ हो क्यामेरा भन्ने चिज त सपोजको लागि एक्सिडेन्ट केसहरूमा भनौँ न आफ्नो गल्ती छैन भन्यो भने त रेकर्ड पनि हुन्छ यस्तो हेर्दा पनि भयो होइन यसले यसो गरी हिर्काएको भन्ने चिज पनि हुन्छ तर बेफाइदा आफै हिर्काउँदाखेरि पनि पर्छ यस्तो चाहिँ हुन आउँछ तर राम्रो हो यतिकै पनि टक्क गयो होइन सर गरेर भिडियो खिच्दै जाउँ आनन्दले एङ्गल लगाएर युट्युबमा ट्याक्क लगाएर पोस्ट हानिदिने तर युट्युबमा चाहिँ खोइ
सबैजनाले यस्तो माया गर्नु पऱ्यो हो, सब्सक्राइब पनि हानिदिनु पऱ्यो, लाइक कमेन्ट पनि गरिदिनु पऱ्यो। चौरा आफ्नो त 200 पनि सब्सक्राइबर छैन हौ, 200 पनि 170 कति पो थियो हौ सब्सक्राइबर। 200 ड्याङ गरे 200 पुऱ्याउँ भनेको त खै केही छैन होइन। तर एउटा मेमोरी होस् होइन। एउटा त यो भन्ने चिज त जिन्दगी आफै मान्छे मरे पनि त युट्युबमा भिडियो त रहि नै रहेको हुन्छ। भोलि पर्सि आफ्नै छोराछोरीहरूलाई पनि ल यस्तो भने सबै कुरा त्यो फ्यामिलीहरूको भिडियो एन्टेन गरेर पनि राखिरहेको हुन्छ। पछि त्यही भिडियो हेर्नु पनि मजा आउँछ। अहिले पो नर्मल मतलब जस्तो हुँदैन, पछि 50-60 वर्ष पुगिसकेपछि यही भिडियोहरू हेरेर ओ यस्तो थियो टाइप सिट पनि हुन्छ। एउटा मेमोरी पनि हो। खास गरी चाहिँ मैले मेमोरी क्याप्चर होस् होइन, जे जस्तो भयो पनि एउटा त्यो भनेर खास गरी चाहिँ भिडियो खिच्न थालेको। अनि त्यसपछि आएर कस्तो लाग्दा ल यतिकै पहिला मोबाइलबाट खिचिनै रह हो, त्यसपछि के बरु एक्सन क्यामेरा एउटा लिउँ नै हालौँ भनेर अनि खास गरी ल्यायो हो एक्सन क्यामेरा चाहिँ। अब घुम्न सुम्न गएको ठाउँमा पनि सर खिच्यो, आफूलाई पनि मेमोरी हुन्छ होइन। त्यो त लङ टर्म पो भन्नु लागेर लाइफभरिको लागि हुने भिडियो हो नि त। जतिखेर हेऱ्यो पनि युट्युबमा हालिसकेपछि त। तर पनि सब्सक्राइब चाहिँ गर्नुपर्छ है फेरि। तँलाई मेमोरीमा चाहिने सब्सक्राइब चाहिँ पर्दैन होइन भन्ने थाल्यो, त्यस्तो चाहिँ होइन। फेरि सब्सक्राइब त गर्नु परिहाल्यो नि होइन। अलिकति भयो भने त के हुनु पऱ्यो, अलिकति त माथि यस्तो मान्छेहरूले सर्च गर्दा पनि अलिकति चाँडै ठ्याक्क आओस् न। त्यो सर्च गर्दा अलिकति ट्याक्कै हार्ट विन भनेर लेख्ने बित्तिकै सर्ट हार्ट बिट निकेन भनेर ड्याङ्ग आएर त्यस्तो चाहिँ गर्नु पऱ्यो। ल आजको भ्लग यतिकै हुन्छ। घर पुग्न लागिसक्यो, यताबाट लेफ्ट गरेर घर पुग्छ। सब्सक्राइब नगरेकोहरूले चाहिँ यस्तो सब्सक्राइब गरिदिनु, लाइक पनि गरिदिनु होइन बिस्तारै। त्यो भएर माया गरिदिनु होला मेरो भिडियोलाई। ल अब घर पुग्यो, बाइकभित्र हालिदिन्छु। बाहिर बसिराख्नु रहेछ। ल घर पुग्यो। ल अहिलेको लागि अब भोलि बाहिर निस्क्यो भने भोलि ब्लग बन्छ। ल अहिलेको लागि टाटा बाई बाई आजको लागि।